के छ साथीहरु के छ ठीक छ ल आज धेरै पछि फेरि चाहिँ भिडियो बनाउँदै छु पहिला पहिला अलिकति एक दुई ठाउँ घुम्न गएको त बनाथे अब यो भाइ चाहिँ भ्लगर भाइसँग चाहिँ लागेर मैले पनि अब फेरि यसो दिन दिन के गरिन्छ यसो चाहिँ एक्टिभिटिजहरु यसो हालौँ नि त पछिका मेमोरी पनि हुन्छ भन्ने तरिकाले चाहिँ मैले फेरि चाहिँ यसो स्टार्ट गरेको छु आजदेखि अब उसले पनि गर्नु पर्यो दाइ भन्छ भाइले चाहिँ ल हामी चाहिँ अहिले बानेश्वर छौँ बानेश्वर हामी चाहिँ सङ्गमुल जाँदैछौँ सङ्गमुल टावरनिर जाँदैछौँ किनभने त्यहाँ अलिकति साथीलाई भेट्नु पर्नेछ एकदिन सानो भेटघाट हुन्छ मिठो गफगाफ हुन्छ अनि त्यसपछि हामी चाहिँ रिटर्न ब्याक टु कलङ्की जान्छौँ अनि त्यसपछि साथीहरूलाई भेट्छौँ हामी चाहिँ अहिले ठ्याक्कै सङ्गमुल आइसक्यौँ अनि साथी आउँदैछन् साथी वेटिङमा छौँ अब यसो सानो गफगाफ छ त्यसपछि ठ्याक्कै हामी यहाँबाट टक्क निस्केर कलङ्की जान्छौँ अनि त्यहाँ साथीहरू टक्क भेट्छौँ आज यही नै हो होइन शानदार मोमो चाहिँ यही हो शानदार मोमो भनेर चाहिँ हामी वेट गरिरहेका छौँ साथीसँग भेट भइसकेको छ होइन साथी चाहिँ युकेबाट टक्क आएको छौँ अब धेरै पछि भेट भयो आज हाम्रो यसो चिया गफसप पनि भयो यसो रमाइलो भेटघाट भयो अब हामी यहाँबाट ट्याक्क फेरि कलङ्की निस्किन्छौँ होइन भाइ प्योर भ्लग खै त बाइकै धुइन आज हाम्रो चाहिँ साथीसँग भेटघाट भइसकेको छ होइन ट्याक्क छोटो मिठो गफ गरेर हामी चाहिँ अब कलङ्कीतिर लाग्दैछौँ साथीहरूलाई चाहिँ मैले आउँछु भनेको छु होइन अब आज जानु पऱ्यो भेटघाट गर्नु पऱ्यो धेरै भयो भेट नभएको अब त्यही हो अब उतै हामी अब सँगै साथीहरूसँगै भेट्छौँ अब मजाले होइन त भाइ हामी चाहिँ अहिले युएन पार्कमा छौँ युएन पार्क फाइनल्ली सर साथीको घरमा आइसक्यौँ सुजन साथीको बाइक हेरेर चाहिँ डोमिनार आएर ए हेलो साथी ओ यहाँ अहिले के हो कुकुरले हान्छ जस्तो त यार केटा ल हाम्रो साथीसँग धेरै पछि भेट भइसकेको छ आफ्टर लङ टाइम सुजन साथी पनि यही छन् अब पैसा लाग्यो भयो आम ल के छ भन्दैन मेरो भ्लगमा केही भन्दैन साथी अट्टा खान सक्छ यस के छ यहाँ नि यार साथी यार हकसँग हान्नु पर्ने हुन्छ हामीले होइन ओहो हाम्रो यो डेन्जर दिइरहेछ के छ साथी सुजन साथी ल हाम्रो यहाँ चाहिँ सुजन साथी छन् होइन यार भ्लगर भइसक्यो गाह्रो छ यार लास्टै धेरै सब्सक्राइबर भइसक्यो यहाँ यो पनि रहेछ खाइहालौँ के हो यो गन्ना अघि बिग्रियो के हो के छ त अरू आफ्टर लङ टाइम भेट भयो है किन यस्तो यार यति गाह्रो हुने साथी यार भेट्नु पर्यो साथीभाइलाई यार केही छँदै छैन यार के हो सौरभ भेटघाट छैन केही छैन ह्यान्सी हुने बस्ने घरमा पढ्ने के हो किताब काप पनि छन् के हो पढ्ने प्याज भइसकेपछि एडमिट कार्ड पनि रहेछ के हो यो अन्त केटाहरू अब ट्यालेन्टहरू छन् गाह्रो नसक्नु साथीहरू आज चाहिँ म यहाँ के पुष्टि भयो भने यो अब यिनी दुई भाइ चाहिँ मेलामा हराएको दुई भाइहरू हुन् रे दुईजना चाहिँ हो दुईजना चाहिँ मेलामा हराएको दाजुभाइको आज भेट भएको छ धेरै पछि के छ त आज हाम्रो के हुन्छ ट्रिप के रे लाइक चाहिँ छुनु पर्यो के छ भाइ अलिकति भन्दैन उनको पनि एउटा युट्युब च्यानल छ थाहा पायो कि नै उनको पनि एउटा के च्यानल रे तिम्रो अमित जोशी छ यसो हानिदिनु पर्यो साथीलाई है भन्दै छु है यत्रो ठुलो काम गरेको छु मैले अलिकति केही छैन यताउति के हो आऊ न मिलाएर भन्नु पर्यो के दुई चारवटा शब्द देऊ न चिसो के चिज छ र खाउन साथी यार किन होइन यार स्योर साथीले चाहिँ त्यत्रो अनि घरमा चाहिँ अब चिसो खुवाउँछ भनेपछि नै भन्न सक्छु त कालपानी जानु त होला नि साथी के छ यार धेरै पछि भेट फेरि गुडाउनु लास्टै खुसी लाग्छ यार तिमी भेटघाट माइ मान्दैनौ यार बिर्सिसक्यौ तिल चाहिँ एक्लै गयो भन्दैनौ होइन साथीको यस्तो नि त साथीलाई गाह्रो छ नि त एक्लै जान नमिट्ने भनेको त म गइहाल्दिनँ साथी यार कति रमाइलो भयो के भयो भन न मेरो भ्लगमा पनि अलिकति भनिदेऊ न सबै कुरा अहिले किन सकाउने हो र हेपे के हो
लौ उता देऊ नि त पोख्यो के होइ मिलाएर हामीले यस्तोसम्म सप्लाई गरिरहेको छौँ यहाँबाट 2 नम्बरी धन्दा जस्तो गरिरहेको छौँ अब के गर्नु त कस्तो गर्मी भएको थियो मजा आयो हो यसो मिठाई पनि खाइरहेका छौँ है साथीले चाहिँ आज मिठाई सिठाई सबै चाहिँ यसो गाइज अहिले हामी चाहिँ ट्याक्क लाएर बाटोमा छौँ होइन अनि यहाँनिर अलिकति यसो स्टप लिउँ भनेर होइन साथी के छ तिमी केही भनिदेऊ न हो अलिकति घाम लागिरहेछ है यतातिर हेर्दाखेरि यस्तो दामी देखिरहेछ यो सल्लाहको रुखहरू छ फोटोसुटहरू पनि भइरहेको छ यहाँनिर अब हुनु पनि पर्यो अब आफ्टर लङ टाइम भेट भएको छ यति भएन भने त अनि ल अब फेरि आज चाहिँ स्याटरडे परेको अरे यो कालु पाण्डे एकदमै प्याक हुन्छ काजीको दाजु मेरो दाजु के अरे कालु पाण्डे पाण्डेले चाहिँ हामीलाई अहिले चाहिँ धोका दिएका छन् होइन भर्खरै पाण्डे चाहिँ आएनन् यस्तो देखाउनु पर्यो क्या लडाइँका कुरामा म भन्दा त जान्दो रहेछस् अब कटक लडाइँका कुरामा बिना तेरा सल्लाह गर्नेछौँ छैन श्रीपाद बडा महाराज धीराज पृथ्वीनारायण शाह पढ्न पनि गाह्रो हुन्छ नेपाली पढ्न पनि बुझिसक्यो यसलाई यहाँदेखि चाहिँ हामीले चाहिँ गोर्खा देख्न सक्छौँ होइन मुगलिन देख्न सक्छौँ कालु पाण्डे चाहिँ अब यो चाहिँ इतिहासै छ होइन टक्कलाई इतिहास भन्नुपर्दा चाहिँ कालु पाण्डे मरिसकेपछि चाहिँ मलाई चाहिँ कि गोर्खा लगेर गाड्नु होइन भन्ने कुरा गरिसकेपछि यहाँबाट गोर्खा देखिने भएको भएर चाहिँ यहाँ ल्याएर चाहिँ उनको टाउको चाहिँ गाडेको रे है यस्तो छ यहाँनिर के हो दहचोक ए यतातिर चाहिँ हामीले देख्न सक्छौँ यो चाहिँ अब यहाँबाट मुगलिन पनि देखिन्छ गोर्खा पनि देखिन्छ तर अलिकति यो बादल भइरहेको छ अलिकति क्लियरली देख्न सकेको छैन तर पनि यहाँबाट चाहिँ देख्न सकिन्छ भन्ने चाहिँ एउटा कुरा छ अहिले चाहिँ हामी यो भ्यू टावरमा आइसकेका छौँ अलिकति माथि गएर नै हामीले चाहिँ यहाँको यसो भ्यू चाहिँ हेर्नुपर्ने हुन्छ है यस्तो बब्बाल छ होइन त मान्छेहरू पनि आज दाममा है तर हामी यहाँ धेरै पछि आयौँ है पहिला एकचोटि त आएको थियौँ हामी चाहिँ जब ब्याचलर्स पढ्दाखेरि चाहिँ सायद फर्स्ट सेकेन्ड सेममा चाहिँ आएको थियौँ तर आज धेरै पछि आइयो यहाँ आउँदै गर्दा एकदमै रमाइलो लागिरहेको छ ल हावा पनि बब्बाल आएर बास यहाँदेखि हिमाल देखियो है लाङटाङ हामी लाङटाङ आइसक्यौँ हामी माथि चढ्छौँ ल बब्बाल पुनः ए तल झर्ने होइन बब्बाल मजाको हावा आइरहेछ है एकदमै दामी लाग्छ यतातिर यतातिरबाट हेर्दाखेरि चाहिँ हामीले डाँडाहरू चाहिँ देख्न सक्छौँ तर यता पनि डाँडा छ तर भ्याली चाहिँ मजाले देख्न सकिन्छ यहाँदेखि चाहिँ काठमाडौँ भ्याली ल बब्बाल टाउन मान्छे नि यहाँ तर्सेला के मान्छेहरू जाडो भइरहेको भइरहेछ धेरै पछि भेट भयो यार कसम चाहिँ होइन लास्टै मिस भइरहेको थियो किनभने हामीले चाहिँ पहिला चाहिँ है ब्याचलर पढ्दै गर्दा यति रमाइलो गऱ्यो होइन डेली चाहिँ भेट हुन्थ्यो अब हरेक कुरा हुन्थ्यो अहिले अलिकति अब भनौँ न हो त्यो चाहिँ एकदमै यहाँ त आइरहेको हो साथीसँग भेट्नु त भेटिरहेको हो तर एकदमै धेरै टाइम भएको थियो नभेटेको होइन अब एउटा चाहिँ एकदमै मिस भइरहेको थियो होइन आज चाहिँ भेट्दै गर्दा एकदमै खुसी लाग्छ अब भेट त भइहाल्छ तर अब पहिला जस्तो चाहिँ नहुँदो रहेछ होइन जीव पनि अब सबै बिजी हुनु थाल्यो पढाइसकेपछि अब केही गरेर बस्नै पर्ने होइन त्यसले गर्दा पहिला जस्तो अब त्यो पढ्दै गर्दा चाहिँ हुन्छ नि त एनी टाइम कलेजमा पनि फ्री अब प्लानिङहरू हुन्थ्यो अनि टाइमहरू पनि हुन्थ्यो अनि यता जाउँ उता जाउँ भन्ने हुन्थ्यो होइन धेरै घुमिन्थ्यो रमाइलो हुन्थ्यो तर अब अहिले पहिला जस्तो भने जस्तो हुँदैन अब अलिकति टाइम पनि हुँदैन केही गर्नुपर्ने हुन्छ कहिले अब काम गर्ने सिलसिलामा कहिले बाहिर भइन्छ भ्याली बाहिर भइन्छ कहिले के भइन्छ होइन अब ठिक छ त्यही पनि अब टाइममा भेट भइहाल्छ हामी सँगै छौँ मायासँग छ होइन मेमोरिजहरू छ नि त मेरो भनेको मनमा छ होइन अब फोटो भिडियोमा भन्दा पनि मनमा छ होइन हामीले सम्झिरहेको छौँ के गर्यौँ भन्ने कुराहरू एकदमै खुसी लाग्छ अब त्यही हो के अरे भाइ ल बाइक निस्किसकेको छ अब हामी त तल जाँदैछौँ ल गाइज अब हामी जाँदैछौँ है रमाइलो भइरहेछ
मुस्ताङ जाँदैछौँ लोवर मुस्ताङ जाँदैछौँ अप्पर मुस्ताङबाट लोवर मुस्ताङ चाहिँ झर्दैछौँ अलिकति चाहिँ अब हाइटमा आएको थियौँ अब अलिकति मुनि जान्छौँ होइन त्यो धेरै पछि भेट हुँदै गर्दा चाहिँ एकदम रमाइलो लाग्छ मेन भनेको अब देवा पनि साथीहरूसँग चाहिँ पहिला चाहिँ यति हिँडिन्थ्यो है स्कुल लेभल पढ्दाखेरि चाहिँ हामी यो डाँडाहरू कुनै पनि यो छ नि यी डाँडाहरू काठमाडौँ भ्यालीको वरिपरि डाँडाहरू सायद कुनै पनि हामी नगएको ठाउँ छैन होला क्या जहिले पनि कलेज गयो कहाँ जाने त आज यताउता होइन त्यो बेला टाइम पनि हुन्थ्यो सँगसँगै पढ्दा पढ्दा एकदमै मेमोरी चाहिँ अब एकदमै क्रिएट गरियो होइन साथीभाइहरूसँग त्यो चाहिँ एकदमै अविस्मरणीय क्षण हो हाम्रो लागि होइन अब त्यो टाइम नआउन सक्छ अब अहिले चाहिँ अकेजनली भेट्नु हुन्छ होइन एकदमै कस्तो भने पहिला चाहिँ अब टाइम हुन्थ्यो हरेक कुराहरू हुन्थ्यो भेट्न सकिन्थ्यो तर अहिले चाहिँ गाइस अहिले चाहिँ अब हामी जस्तो होटल आइसक्यौँ अब हामीले चाहिँ के खान्छौँ सुकुटी यहाँको स्पेसल सुकुटी खान्छौँ ल कस्तो साथै कस्तो कस्तो लागिरहेको छ त लोवर कालुपानीमा आइपुग्यो ल साथीहरू है हामीले चाहिँ यहाँ साथीहरूलाई मिस पनि गरिरहेछौँ होइन भनिदियो त को कोलाई मिस गरिरहेछौँ हामीले हाम्रो साथीहरू माननीय कुशल अधिकारी र माननीय जीवन पाण्डेजीहरूलाई अलिकति मिस गरिरहेको छ अनि रुपेश गेलाल मेन गरी हाम्रो मेन रुपेश गेलाललाई चाहिँ एकदमै हृदयबाटै चाहिँ हामीले मिस गरिरहेको छ तर पाण्डेले चाहिँ आज जोते के कहाँ के भन्नु कन्थ्यो लोक जोते त्यस्तो कम्तीमा चाहिँ इक्जाम आएको भनेर म गर्नु त साथी भन्दा पनि सोच्यो होइन फाइन तर मेरो त भाइलाई कहाँ एडमिसन गर्नु चाहिँ के शनिबार घुमाएर भन्न नहुने थियो होइन साथी नहुने थियो है अब सुजन साथी हजुर आएर पनि यो चाहिँ एकदमै यो फुडलाई चाहिँ मजाले ट्राई गर्न सक्नुहुन्छ यो चाहिँ त्यही त एकदम मिठो 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 हामीले नयाँ निकाल्नु पर्यो मिठो 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 ल अब हामी चाहिँ खानुपर्ने हुन्छ ल दामी ट्याक्क पिरो पिरो टक्क होइन ल अब हाम्रो ट्याक्क भइसक्यो होइन पेमेन्ट सेमेन्ट गर्ने हो त्यो जाने हो त्यति चाहिँ राजकुमार सुकुटी सेन्टर कालुपाण्डे होइन त ल दाइ हाम्रो हिसाब गरिदिनु न ल गाइज है अब हामी निस्किन लाग्यो यहाँदेखि यस्तो दामी भ्यू देखिन सकिन्छ काठमाडौँको भ्यू देख्न सकिन्छ किनभने बब्बाल छ यस्तो चिसो छ है यहाँ माथि चाहिँ बब्बाल चिसो छ जाडो जाडो छ खास बाख्रो ज्याकेट पनि लगाइएन होइन साथी एकदम लास्ट जाडो चिसो भएर एकदमै चिसो चिसो छ हेर्नु न यतातिर यस्तो बबाल छ अब है यो चाहिँ सबै काठमाडौँ भ्याली हो यतादेखि देखिन्छ चाहिँ लगाए चाहिँ हामी चाहिँ फर्किन थाल्यौँ यहाँको भ्यू देख्न सकिन्छ मजाले भ्याली भ्याली पुरै लाइटै लाइट दामी देखिन्छ यहाँदेखि चाहिँ है होस् रमाइलो भइरहेछ जाडो छ एकदमै जाडो छ त्यति न्यानो कपडा पनि लगाइएन बब्बालै जाडो भइरहेछ नि त ल हामीले चाहिँ यहाँ चटपट ट्याक्क खाँदैछौँ है यहाँदेखि काठमाडौँको भ्यू यस्तो बब्बाल देखिन्छ बब्बालै देखिन्छ ल जाडो छ होइन त चटपटे भइरहेछ यहाँ ल है गाइज हामी त चटपटे खाँदैछौँ है टक्क लाएर भ्यू हेर्दै चटपटे ल मजाले होइन त होइन सुजन साथी काजीले जमानाबाट है द काजी ब्लग राख न एउटा हो छापा काजी होइन कि द काजी ए अब हामी त छुट्टिनु पर्ने हुन्छ होइन ल हाम्रो साथीहरू यहाँदेखि छुट्टिँदैछन् ल अब नेक्स्ट विक फेरि भेट्नुपर्छ छिटै भेट्नुपर्छ है ल ह्याप्पी बर्थडे होइन अब आउँछ त्यो भेट भइहाल्ला होइन ल साथी ल साथी तिमीलाई पनि हेरी बाई गऱ्यो हामी बिस्तारै जान्छौँ है ल भेटौँ ल छिटै ल केटा है ल ल ल ल ल ल ल ल ल बाई हामी अब फाइनल्ली रुम आइसक्यौँ है अब टक्क लाएर अलिकति जाडो जाडो पनि छ अब मस्त पारामा राख्छौँ मजाले त्यसपछि अब रेस्ट गर्नुपर्ने हुन्छ है त ल अब आजको लागि भ्लग चाहिँ यति रह्यो हामीले फेरि पनि अब बनाउने चाहिँ हामीले चाहिँ प्रतिबद्धता जाहेर गर्दैछौँ अब हाम्रो अलिकति बिजी सेड्युल भएकोमा भएर चाहिँ अलिकति गाह्रो हुने हो
यो पनि अब सायद 3 जना आउँछ होला भोलि दिन चाहिँ छोटो भए पनि आउँछ त्यसले के एक्सपिरियन्स भयो के भयो भन्ने कुराहरू हस् त ल